हेलो गाइज गुड मर्निङ। आज चाहिँ म ढिलो उठेछन् केटाहरू अगाडि नै उठेर बसिसकेछन्। केटाहरू यहाँ उठेर बसिसकेछन्। हेलो गुड मर्निङ गाइस। सबजना उठेर बाहिर गइसकेछन्। म मात्र पनि ढिलो उठ्ने रहेछ। मुखसुख धुन्छु, यसो फ्रेस हुन्छु। यसो चाहिँ मर्निङ वक जानु पऱ्यो आज दिन चाहिँ है। जाने होइन साथी? जाने हो साथी। ल जाउँ। रेडी हो ल। अब यसो कपडा सफा मिलाइसक्यो। अब यसो मुखसुख धुनु पऱ्यो। अनि त्यसपछि चाहिँ मर्निङ वकमा जानु पऱ्यो। अब फ्रेस भइसक्यो। लगाइरहनु अब कामसाम गएको छैन। काम गएपछि दिनकै नुहाउनुपर्छ। अहिलेलाई नुहाउनु होला। केटाहरू उठेर मुखसुख धोएर फ्रेस भएर बसिसक्यो। मोबाइल चलाउनु थाल्छ। यता रुगा लाग्यो भन्छ केटो, यता यहाँ निन्द्रा पुगेन भन्छ फेरि। अब हामी चाहिँ यसो बाहिर साहिर डुल्नु जानु पऱ्यो। उज्यालो त भएको छैन कि त्यही पनि बाहिर साहिर डुल्नु जानु पर्यो। जाने होइन? जाने हो। ल जाउँ त जाउँ ल जाउँ जाने होइन? भिडियो आएको छ अरे युट्युबमा होइन, फिल्ममा हेरिदिउँ न। ओ आम्मा मेरो भिडियो आइरहेको छ साथीहरू। उयो नि आम्मा होटो रहेछ नि रियल छ नि। ल हेरिदिनु होला। नहीं है, स्माइल लाइन मिल रहा है। वो वाली कालो दिख रहा है या गोरा दिख रहा है? कैमरा मैन का कपड़ा है। बड़ा गोरा हुआ तो मेरे को काला दल दिया था वो साथ। चाहिँ भिडियो चलिरहेको छ। केटाहरू चाहिँ हेरिरहेको छ। यहाँ दाजु हेरेछ। यता पनि मेरो पनि सबैको सन्देश ल केटाहरू सन्देश। अब खाजा हाम्रो होइन, भोक लागिरहेछ। दालमोट हुन्छ, चिउरा निकाल्दै हुनुहुन्छ उहाँले। दालमोट चाउचाउ मिसाएर हामी चाहिँ उसले यहाँ गाइज हामी चाहिँ हाम्रो आजको मर्निङ ब्रेकफास्ट चाहिँ नेपाली खाजा रहेको छ है। नेपाली खाजा नेपालकै आफ्नै कोठामा उत्पादन भएको अर्ग्यानिक। के भन्नु छ तिमीलाई? के भन्नु छ? केही छैन। आफ्नै कोठामा उत्पादन भएको अर्ग्यानिक चिउरा, अर्ग्यानिक चाउचाउ, त्यसपछि खाना बनाउँछु। सब पुरै आउँछ बिहान बेलाको। मासु यो किनेर आएको अब टास्क किनेर लागेछु। साउदीको एनर्जी ड्रिङ्क हो होइन, बवाल रहेछ। एनर्जी आउँछ जस्तो छ। अब त्यो सिक्नै सक्दैनौ नि यार। ल ओके ल गाह्रो हुन्छ नि। धामी हो तिमी। धामी हो कि झाँक्री हो तिमी? ल है साथी, हाम्रो साथीले चाहिँ सबै यो 52 पत्तीमा चाहिँ 52 पत्ती नै चाहिँ पास चिन्ने भन्नुभएको छ। म यहाँ फिर्की लगाउँदैछु। भर्खर लिएर आएको है साथी। फेरि यो कतै केही छैन होइन।
हामीले भर्खर पसलबाट ल्याएर यही छ डब्बा है टप कति यो उसमा मार्केटबाट ल्याएर खोलिरहेको छौँ होइन सबै चाहिँ चिन्ने हो भने भाइले होइन यो कसरी चाहिँ भन्ने कहिले एउटा यहाँ मलाई देखाउँछ हाम्रो साथीले पनि फिड्की लगाउँदै हुनुहुन्छ होइन हेरौँ अब के आउँछ नतिजा भाइले सबै चाहिँ चिन्ने भनेको छ दाइले उता चाहिँ यो खेल्नको लागि रेडी बनाउँदै हुनुहुन्छ ल हेर्नु पाउँदैन तिमीले केही गर्नु पाउँदैन यस्तो फिर्की सिर्की केही गर्नु पाउँदैन फिर्किनु पाउँदैन त्यत्तिकै गर्नु पर्छ जादु देखाउला तिमीले आमा ल है त है त्यसो त कहाँ हुन्छ अनि अब गर्छु नि त जादु पानको टिक्की ए लामो मलाई थाहा भयो अब चाहिँ त्यस्तो नि जादु हुन्छ उठेकिसक्यो यार यो जादु भएन फ्लक आयो फ्लक तिम्रो जादु के गर्ने रहेछ थाहा भइसक्यो यार उसको जादु मलाई थाहा भइसक्यो यार केटाहरू म त अघि साइडको लागिदिएर होइन कसम भनेको यार साँच्चीकै होला कि भनेको लास्टमा अर्कै पो रहेछ है के गर्ने रहेछ सिक्नु त्यही पनि गाह्रो हुन्छ अरे के भन त लु भन त कस्तो रहेछ सुन्दर भन न कस्तो रहेछ त्यो त्यस्तो जादु सिकाउनु हुँदैन यार है गाह्रो छ यार जादु सिकाउनु यार ल खेलौँ तास खेलौँ अब के हो आइरहेको छ यता हाम्रो चाहिँ खाना खाने टाइम यतिखेरै हो सब पछि हामी खानुपर्छ क्या लास्टमा होइन तर साथीले चाहिँ हल्का नुन चर्को बनाइदिएछन् क्या नुन चर्को चाहिँ केटाहरू भाँडा मस्काइरहेको छ आफुन्जी कुहिरे सिस्टम कि के सिस्टम भन्छ अरे यताबाट पनि जानु पाउँछ होइन हाम्रो चाहिँ यस्तो छ हजुर होइन अरे नि हाम्रो होइन अरे हाम्रो टोइलेट सोइलेट गइरहेको केटाहरूले खाजा बनाएको रहेछ के हो खाजा केटाहरू चिउरा र चौचो अनि दाल मात्रै ल हेर्दै गर्नु होला हामी चाहिँ खाँदै गर्छु हल्का उठा सराउन्ट ढाड दुख्यो यार पनिसमेन्ट गर्दा गर्दा यार ल चम्चा नि कतिवटा हो पठाइदिएको तिमीले भिडियो खाजा खान्छु मात्रै अहिले गर्नु होला अरू हाम्रो केटाहरू चाहिँ अब काम पनि हिँडेछ बाहिर बस्दा बस्दा चिन्ता लाग्यो हाम्रो ड्युटी पनि स्टार्ट भएको छैन फेरि पनि हाम्रो ड्युटी स्टार्ट भएपछि हाम्रो ड्युटीको पनि छोटो छोटो भिडियोहरू हाल्नेछौँ त्यसो हामीलाई यस्तै माया गरिदिनु होला हाम्रो भिडियोलाई लाइक सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला के कस्तो प्रतिक्रिया आउँछ सल्लाह सुझाव पनि दिनु होला है गाइस प्रतिक्रिया आउँछ हेर्दै गर्नु होला हामी चाहिँ जाँदैछु हेर्नु खै जाऊ हेलो सो गाइस आज चाहिँ उठ चढाउने काम मिलेको छ अरे केटाहरूलाई म चाहिँ हेर्नु जानु पऱ्यो उठ माथि चढिदिनु पऱ्यो के हुँदो रहेछ उठ चाहिँ अगाडि छ होइन बबाल घरमै छ उसलाई काम मिलेको अरे होइन उसको साथी आइदिएको हो क्या म फेरि उठ चढाउनुलाई म चाहिँ उठ चढाउने हेर्दिनँ आइदिएको हो क्या होइन नेपालीको पारा चाहिँ फेरि भन्ला उठ चराउँछ यो त्यो जुत्ता लगाएको छ यस्तो हातमा घुमिरहेको छ यस्तै हो क्या नेपालीको पारा होइन नेपाली चाहिँ थाहा होला नि
कसो हुन्छ भनेर होइन केही छैन हो नेपालको जस्तै छ हो साउदी पनि यार नेपाली हो भन्दा नि हुन्छ यार साउदी पनि अलिकति मात्र फरक हो नभए त एउटै हो केही छैन फोहोर त्यस्तै हुन्छ त्यही त हो नि थोड़ा से सफर करो आम्मा यस्तरी हुन्छ यार है भिडियो बनाऊँ भनेको हामीलाई टपिसक्यो यार बेलुकाको खाना बनाएर आएको हामीले चाहिँ होइन प्याज काट्यो त्यो भोलि त 4 अर्को किनेर ल्याउनु ल 100-150 कति पर्छ कि अर्को तार किनिहाले त्यो तरिकाले नगर्ने त्यहाँ पैसा छ होला नि पैसा भएन भने भन्नु म हालिदिन्छु ल टेन्सन नमार अब 1 दिन पछिदेखि म भन्छु नि सबैजनालाई जस्तो पनि भनेको छ ल भनेका छन् गर्छ नि सबैजनाले है यताको पनि पिर नगर टेन्सन नगर केही छैन टेन्सन गर्दैन कि ल म त्यहाँ साथीहरूलाई गर्नु साथीहरूसँग ल भाइ गुड नाइट छोरा सुतो हेर्दै गर्नु होला धेरै भिडियो मेरो कटिङ चाहिँ यस्तो है अब काट्न साट्न आउँदैन खासै चाहिँ त्यही पनि आलु काट्नुको चाहिँ सर्ट बनाउँछु ल धेरै लङ भयो क्या मेरो ब्याटनेसले नि थामेन खाना खानु गएको मैले अहिले कटिङ सटिङ हालेको थियो केटाहरूले आज बनाउने अरे आज त हामीले खानै बनाउनु परेन जोस् केटाहरूले बनायो अब हेरौँ के छ कसो छ केटाहरूले बनाएको होला मिठो बनाएको होला पाके नै होला सायद आधीभन्दा बढी भएको यसो अब खानासाना खाने अनि त्यसपछि जानुपर्छ केटाहरू भाडा भिडियो भएन भने फेरि तिमीलाई खट्टा हान्छु नि कुकम्यान भन्छ कस्तो बनाउँछ यहाँ दाजुले भाडा पस्काइरहेको छ ल हामी अब एकैचोटि खाएको बेला देखाउँछ है खाना चाहिँ केटाहरूले बनाएको जुस मिठै रहेछ खाना मिठो छ होइन अब खाएपछि मात्र भिडियो अब होइन खानासाना खाएर यसो डुल्नु आएको गर्मी भन्छ भित्र बसेर एसी खानुभन्दा यसो बाहिरको हावा खाऊँ भनेर होइन के भन्नु छ अब भित्र एसीको हावा खाँदा गाह्रो भयो त्यही भएर यहाँनिर बाहिर हावा खान आएको ठिकै छ सुजनको ब्लग हेर्नु होला सब्सक्राइब कमेन्ट लाइक गर्नु होला है साथीहरू ल यति भन्ने होइन अर्कोतिर लाग्नुमा भिडियो चाहिँ अब यस्तै आउने हो खासै आउँदैन राम्रो चाहिँ अब हेलो गाइस हमने खाना खा लिया है अभी हम बाहर आए हैं हवा खाने के लिए हमारे साथ है हमारे रूम के 3 लोग हैं हम अभी ओके ठीक है आजको भिडियो चाहिँ यहीँ समाप्त गर्छु अब म सुत्नु चाहन्छु त्यही भन्ने बिदा माग्दैछु